हेलो साथीहरु नमस्ते। स्वागत छ तपाईको आफ्नो च्यानल डिजिटल दोस्तमा। म तपाईको होस्ट एसके। तपाईहरुलाई आज म देखाउन गइरहेको छु आफ्नो फेसबुक पेजमा कपिराइट आएको छ कि छैन त्यो कसरी चेक गर्ने र त्यसलाई कसरी हटाउने। अहिले धेरै मान्छेहरु मोनेटाइजेसनको लागि लाइनमा हुनुहुन्छ, तर त्यसको लागि सबभन्दा पहिला हेर्नुपर्ने कुरो हो तपाईकोमा कपिराइट छ कि छैन। कपिराइट भयो भने तपाईको भ्यू पनि राम्रो जाँदैन र तपाईको फलोअर पनि बढ्दैन। त्यही भएर यो भिडियो अन्तिमसम्म हेर्नु होला। स्टेप बाइ स्टेप पुरै देखाएको छु मैले। तपाईसँग यदि मलाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्नु होला र फेसबुकमा फलो गर्नु होला। तपाईको अकाउन्टमा क्लिक गर्नु होला, प्रोफाइल पिक्चरमा, अनि हेल्प एन्ड सपोर्ट लेखेको ठाउँमा क्लिक गर्नु होला। त्यसपछि हेल्प सेन्टरमा जानु होला। हेल्प सेन्टरमा गइसकेपछि तपाईको यहाँ यो ड्रप डाउन मेनु सेटिङ छ नि, यहाँ क्लिक गर्नु होला। यहाँ हेल्प एन्ड सपोर्ट लेखेको हुन्छ, फेरि यहाँ क्लिक गर्नु होला। त्यसपछि सपोर्ट इनबक्स लेखेको ठाउँमा क्लिक गर्नुभयो भने यस्तो इन्टरफेस खुल्छ। अब यहाँ तपाईकोमा भएको अलर्टहरु सबै देखाउँछ है। रिपोर्ट अबाउट अदर्स, यो तपाईले अरूको लागि केही रिपोर्ट गर्नु भएको छ भने त्यो देखाउँछ। अनि योर अलर्ट भन्ने छ, त्यहाँ क्लिक गर्नु होला। अनि यहाँ हेर्नुस्, यो आउँछ, योर भिडियो ब्युटिफुल लाइफ हैज न्यू कपिराइट अपडेट टु रिभ्यू। कपिराइट आएको छ त्यो हेर्न मिल्छ र यहाँबाट तपाईले हेरेर आफ्नो भिडियो खोलेर सी डिटेल्समा गएर यसलाई डिलिट गर्न सक्नुहुन्छ। मेरोमा साउन्ड कपिराइट आएको छ है। मैले डिलिट पोस्ट गरिदिए। अहिले तपाईहरुले पनि यसरी आफ्नो च्यानलमा आएको कपिराइट स्ट्राइकहरु हेरेर त्यसलाई रिमुभ गर्नु होला। कपिराइट स्ट्राइक भयो भने तपाईको फ्लोर नि बढ्दैन, भ्यू पनि बढ्दैन। धन्यवाद।